गुड मर्निङ साथीहरू। अनि आज चाहिँ तिहारको दिन पल्टनबाट भैली खेल्न जाने भन्दै हुनुहुन्छ सबैजना जानेले। अनि आफ्नो कल्चर ड्रेस छ भने त्यही लगाऊ भन्दै हुनुहुन्छ। अनि मसँग पनि मगर ड्रेस थियो, मैले लिएर आएको थिएँ घरदेखि। अब म चाहिँ त्यही लगाएर रेडी हुन्छु, रेडी भएर भैली खेल्न जान्छौँ हामी। यति बेला चाहिँ सिओमिमको घरमा थियौँ हामी। सुरुमा जाँदा जाँदै सिओमिमको घरमा गएको थियौँ। अनि हाम्रो फेरि अब तिहार आउनुभन्दा अगाडिदेखि कस्तो नरमाइलो लागिरहेको थियो। अनि हामी दिदीबहिनीहरू बिच कस्तो कुरा गर्दै बसिरहेको थियौँ कि अब घरमा भएको भए त कस्तो रमाइलो हुन्थ्यो, पल्टनमा त अब रमाइलो नि नहुने रहेछ भन्दै बसेको थियौँ। फेरि सिओमिमले फोन गरेर भन्नुभयो अरे अब भैलेनीहरू आउनु हाम्रो घरमा एकदम रमाइलो गर्नु भन्दै भन्नुभयो अरे। अनि जिसो दाइहरूले पनि गरेर भन्नुभयो बहिनीहरू अब चाडपर्वको दिनमा पनि अब किन यस्तो गर्ने, अब बरु रमाइलो गर्नु, सबैजना कम्पलसरी जाने भन्दै भन्नुभयो। अनि हामी सबैजना गयौँ, जे होस् रमाइलो भयो। यो चाहिँ पल्टनको पहिलो अनुभवहरू हो, जे होस् रमाइलो भयो यतिखेर। सिओमिमले नि किन सबैजना उठेर नाच्नु रमाइलो गर्नु, किन बस्नु त्यहाँ चेयर खाली गरेर यहाँ नाच्न आइहाल्ला त भन्नुभयो। सबैजना नाच्न आइहाल्ला, यहाँ किन बस्नु चेयरमा, सबै आएर नाच्ने रमाइलो गर्ने हो आज, सबैजना आउनु भन्दै भन्नुभयो। अनि सबैजना उठेर नाच्न गयौँ हामी चाहिँ। अनि नाच्यौँ, एकदम रमाइलो भयो। यतिखेर त कस्तो रमाइलो के, अब गाउँघरको याद नै मेटाउने भइरहेको थियो। पल्टनमा आएर पनि हामी गोर्खा पल्टन गीतमा किन ननाच्ने र गीत बजाउनु न गोर्खा पल्टन भन्यौँ सबैजनाले। अनि पछि अब घन्किन लाग्यो गोर्खा पल्टन जाउँदा धेरैमा सागर गोर्खा पल्टनमा भन्ने गीतमा। आमामा यति इन्जोय गरेर नाच्नुभयो सिओमिम, एसएम दिदी, जिसिओ दिदीहरू हेर्नु नि त यति रमाइलो गरेर नाच्नुभयो। अनि हामी चाहिँ सिओमिमकोमा भैली खेलेर सकेर अनि एसएम दिदी अनि जिसिओ लाइनतिर आयौँ। अनि आएर त्यहाँ दाजुहरूले पटेका पड्काउनु भयो। अनि त्यहाँ नि एकदम रमाइलो गर्नुभयो भाइहरूले नि। अनि ट्याक्का लाएर अनि भिडियो गराइरह्यो। यहाँ चाहिँ पल्टनको सिनियर दिदीले आफैले गीत नि एकदम दिदीबहिनीहरूलाई नचाउँदै हुनुहुन्छ। अनि जिसो दाइहरू पनि एकदम जोससँग सहित नाचिरहनु भएको छ यहाँनिर। अनि म चाहिँ यति बेला बसेर भिडियो बनाउँदै थिएँ। यति बेला चाहिँ सबैजना जिसो दाइहरू अनि दिदीबहिनीहरू सबै इन्जोय गरिरहनु भएको थियो, रमाइलो गरिरहनु भएको थियो। मलाई चाहिँ टाउको दुख्ने घाँटी दुख्ने भनेर कस्तो साह्रो परिरहेको थियो। अनि म चाहिँ यो गीत सकेर जानु पर्ला घरमा भनेर बसिरहेको थिएँ। अनि पछि फेरि दिदीहरूले सँगै जाउँला नि त अब भन्नुहुन्थ्यो, म सकेकै थिएन कि त्यहाँ बस्नु। अनि मैले त छिने दिदीलाई भने अब त्यत्तिकै नसुतिकन हिँड्न त हुन्न, अब पल्टनको अब नियमहरू अनुसार चल्नु पऱ्यो। अनि दिदीलाई भन्छु अब उता नाच्दै हुनुहुन्थ्यो नि त हाम्रो छिने दिदीहरू। अनि कतिवटा नाचेर सक्ला र म भनेर घरमा जाउँला भइरहेको थियो। अनि गीतै सकेन। अनि म चाहिँ अब बिराम जस्तो भए पनि मजा चिच्चाइदिइराखेको थिएँ कि गर्दै चिच्चाइदिइराखेको थिएँ, पछि बस्दै भिडियो बनाउँदै चिच्चाइरहेको थिएँ चिच्चाउन चाहिँ। अनि गीतै सकिन्न हो, के गर्नु, सबै आफ्नो पारामा नाच्ने। जे होस् इन्जोय लिनेले चाहिँ रमाइलो गर्नेले चाहिँ रमाइलो गर्नुभयो।
साथीहरू मेरो भिडियो के कस्तो भयो राम्रोसँग भिडियो पनि बनाउनु पाएन। अब कहिलेमा त्यस्तै हो। अब सिनियर जुनियर भन्ने हुन्छ, अब सिनियर दिदीहरू हुनुहुन्छ धेरै जसो। अब सिनियर दिदीहरूको अगाडि फोनहरूमा त अब भिडियो मात्र बनाउनु पनि कस्तो अप्ठ्यारो लाग्ने। अब यति नै बनाएँ मैले चाहिँ दिदीहरूको भिडियो।